डोनर भन्छौँ। डोनर चाहिँ तपाईँहरू मार्फत कोही आउँछ र तपाईँहरू कसैलाई इच्छा छ भने यहाँ रिता दिदीलाई भन्नुहोस्, हामीलाई भन्नुहोस्। यसको लागि चाहिँ हामी त्यो क्युमा राख्दिनौँ। यसको चाहिँ हामी सिधै त्यो जो आउनुहुन्छ उहाँलाई नै दिन्छौँ, किनभने यो चाहिँ टाइटलमा छैन। पोखरी यो मिनी पोखरी टाइटल पहिले लेखेको छैन कि तपाईँको। अनि यसको चाहिँ के हुन्छ भने तपाईँको डोनर आयो भने फेरि यति लाएको ढुङ्गाको गाह्रो यो सबै हिसाब गर्दिनौँ। सिर्फ त्यो भित्रको पुलपार गरेर पोखरीको लागि बनाएको, अनि माछाको लुक्ने ठाउँहरू खेल्ने ठाउँहरू बनाएको। अनि त्यसपछि माछा हामी बिटा मोडबाट ल्याउँछौँ। हाम्रो एउटा विशाल राईको भाइको फार्म छ, विशाल फार्म भन्ने, विशाल एग्रोटेक उहाँको छ, त्यहाँबाट ल्याउँछौँ माछा हामीले भनेको जापानिज कोहीहरू। यहाँ कसैले कोही माछा पाल्नु भएको छ घरतिर कतैतिर? कोही माछाको एकदम धेरै भेराइटी हुन्छ। त्यो तपाईँहरूले अलि बिस्तारै तपाईँहरूको छोराछोरीलाई कोही बेला युट्युबबाट हेर्नु सिक्नु हेर्दै गर्नुहोस् कि तपाईँलाई पछि माछा आउँदाखेरि त्यो फिल हुन्छ कि यो कोहाकु, तान्चो, सिरो, बेको, साङ्के के भन्ने हुन्छ कि माछाको नामहरू। त्यो माछाहरू चाहिँ तपाईँले चिनिराख्नु भने भोलि गएर तपाईँलाई त्यो यति रमाइलो लाग्छ कि कोहाकु भन्ने के हो, सिरु भन्ने के हो, तान्चो भन्ने के हो, होइन। त्यसले गर्दा तपाईँहरूलाई पनि त्यो बनाएको झन् इन्ट्रेस्टिङ लाग्छ क्या। अनि यहाँ एउटा पुल पनि बन्छ हाम्रो। अनि यहाँबाट तपाईँको सबै मान्छे आएर यता सर पस्नुहुन्छ, यहाँबाट यसो घुमेर उताबाट पुलबाट तर उता जानुहुन्छ। अनि यो हाम्रो यो उ छ नि के अरे यो प्लान्टको नाम सजीवन। यहीसम्म आएको चाहिँ भनिदिइहाल्नु भयो है। हो त्यो सजीवनको बोर्डदेखि लिएर यो यताको यो अर्को के अरे यो हो, यसको चाहिँ नाम आएको छैन। त्यहाँसम्म चाहिँ तपाईँको हामी अस्ति कतिवटा ल्याएको थियौँ हामीले सिरिज, त्यो सानो सिरिज, त्यो सिरिज चाहिँ अब लहरै रोक्छौँ यहाँ है। अनि यो बाटो चाहिँ साह्रै राम्रो देख्छ क्या तपाईँको। त्यो सिरिज चाहिँ फेरि होचो हुन्छ, फुच्चे हुन्छ, धेरै ठुलो हुँदैन। त्यो ल्याएको छु त्यो सिरिज चाहिँ फेरि तपाईँको हामी डाइरेक्ट जमिनमा रोप्दिनौँ, त्यसलाई चाहिँ गमलामा रोप्छौँ। गमला मुनि सानो पाल बनाउँछौँ, त्यहाँबाट उसको एक दुईवटा जरा जाने बाटो राखिदिन्छौँ। त्यसो चाहिँ हामी रोप्छौँ, त्यसरी रोप्छौँ। त्यसले गर्दा सिरिज चाहिँ ठिक्कको हाइटमा हुन्छ क्या तपाईँको है। यसको चाहिँ मोटामोटी त्यो छ। अनि यो अब पोखरीको लागि तपाईँहरू कोही इच्छुक हुनुभयो के छ भने आउनुहोस् होइन। तर एकैचोटि 17जना नआउनुहोस् है, फेरि गोला प्रथाबाट छान्नुपर्ने हुन्छ है, गाह्रो हुन्छ। होइन यो बस्छ, यो यसलाई यस्तो हुन्छ। यो रुख यहाँ धेरै छ भने चाहिँ झुसले छिटो आउँछ कि। यो रुख एक्लै टुक्टुक्क बस्दा चाहिँ त्यो जसले झुसले आउँछ उसले नै त्यो खोज्दा उसको झुसले कहाँ झरी पठाउँछ। त्यसले गर्दा त्यो टेन्सन छैन। यसलाई हामी ट्रिटमेन्ट पनि गर्छौँ। अनि यो रुखलाई हामी अब माथि काटेर राम्रो आकार दिन्छौँ कि ट्रिटमेन्ट चाहिँ गर्छौँ, किनभने यहाँ थुप्रो ट्रिटमेन्ट गर्नु छ। अब यहाँ चाहिँ तपाईँले यहाँ रुखलाई किन ट्रिटमेन्ट गर्ने, प्लान्टलाई किन ट्रिटमेन्ट गर्ने भन्दाखेरि यहाँ सुरुवात गरेको कारणले गर्दाखेरि र 40,000 चाहिँ खर्च राख्ने भएकोले मैले 9,000 मेरो तर्फबाट दिएँ होइन सुरुवात गरेको। तर यो चाहिँ के हुन्छ भने यसमा हामी कसैको नाम लेखिँदैन क्या, फलानाले यति त्यो फलाना दियो। सिर्फ त्यो ढुङ्गा बस्छ, त्यो तपाईँ आउँदा र त्यहाँ तपाईँ र त्यो ढुङ्गा हेरेर गरेर तपाईँलाई भित्रबाट त्यो आत्मसन्तुष्टि अनि त्यही हो डोनेसनको फाइदा नै होइन। अनि पछाडि नामहरू राखिन्छ। त्यहाँ मैले नाप्दैछु त्यहाँ प्रोबेबली 4वटा बेन्ची आउँछ है। तर बेन्ची चाहिँ फेरि म घर नभनिहाल्नु, त्यो चाहिँ यता कसले पहिला ल्याएको छ नि पालो, त्यो पालोमा जान्छ है फेरि त्यो छ। त्यसले गर्दा त्यो पालोमा म हेर्छु। अब पहिला जस्तो हाम्रै श्रमदाताले मै दिन्छु भनेर नाम लेखाउनु भएको छ भने त्यो नाममा पनि हुन्छ। हौ त्यस्तोमा आफ्नो नाममा छ भने त्यो गर्नु मिल्यो। अनि अर्को चाहिँ तपाईँको हाम्रो